बेला चौथो रूपमा माताको विरोध भइरहेको छ भने कतिपयले माताको विरोध होइन धर्म जोगाउने अभियानमा एउटा नारी लाग्यो भनेर चर्चा पनि गरिरहेको छ। समग्रमा बुझ्नु भएको के हो? तपाईले भनिहाल्नु हो माताको गेटअपमा भनेर। म माता त माता नै हो, दुईटा छोराछोरीको माता, म कसैको माता होइन। माता भने के? माता भने एउटा हुन्छ, त्यो चाहिँ छोराछोरीको मात्रै आमा हुन्छ, त्यसलाई भन्छन् माता। हामी माता पिता भन्छौँ। माता भने सबैको माता हुने हो भने त त्यो माता सबैसँग गएर शारीरिक सम्बन्ध राखेर जन्माएको हुनु पर्यो सबैको माता हुनलाई। कि गुरु भन्नुहोस् कि अर्कै के तान्त्रिक भन्नुहोस् के भन्नुहोस्, तर माता र पिताको दर्जा दिनुहुन्छ। वाउ, मलाई माता र पिताको पहिला मिनिङ बुझ्नुहोस् अनि मात्र माता पिता भन्नुहोस्। त्यसो भए अहिले बजारमा आउनु भएको चाहिँ को हो त उहाँहरू? उहाँहरू गुरु, बाचिका, तान्त्रिक, धामी, झाँक्री, माता पिता होइन। अब अहिले जसरी वेदिका केसीले उठाउनु भएको विषयलाई चाहिँ तपाईँहरू स्वतन्त्र रूपमा कसरी लिनुहुन्छ? हेर्नुहोस्, एउटा 22 वर्ष कि फुच्चीले त्यो काम गर्नु भने ठुलो कुरा हो। एउटा धर्मको नाममा ठगी खानेहरूको नि उहाँले पर्दाफास गरिरहनु भएको छ, गजबको काम गर्नुभएको छ। म चाहिँ सेल्युट गर्छु उहाँलाई। र अर्को कुरा, सबै कुरा चाहिँ उहाँको मैले यथार्थ मलाई चाहिँ ठिकै लाग्यो। तर राधिका दासीको कुरा लिएर आएर उहाँले विवादमा तान्नुभयो। राधिका दासीले कसैलाई झारफुक गरेर पैसा कमाएको होइन यो कुरा। उहाँले उसमा बसेर मञ्चमा बसेर कथा वाचन गरेर कमाएको कुरा हो यो। कसैले झारफुक गरेर म तँलाई ठिक पारिदिन्छु, मलाई यति पैसा लिए, तँलाई म मेरो रेट यति हो, तँ यसो गर भनेर त्यो कमाएर कसैलाई ठगेको जस्तो लाग्दैन। खुसी साथ दिएको पैसा हो। तर उहाँको सम्पत्ति शुद्धिकरण हुनुपर्ने भनेर यति बेला माग उठिरहेको। त्यो त अवैध रूपमा कमाएपछि सम्पत्ति शुद्धिकरण पक्कै पनि हुनुपर्छ। म अहिले हेर्दा सिम्पल छु। मेरो जति सम्पत्ति भने मतलब म भुइँ मान्छे छु। भोलि मैले करोडको गाडी चढेर 2-3-4-5 करोडको घरमा बस्नु पाएँ भने त कहाँ बाढा आयो तुरुन्तै यत्रो पैसा? यो त छानबिनको दायरामा अवश्य पनि आउनुपर्छ। त्यो एकदम यथार्थ हो, सम्पत्ति शुद्धिकरण हुनुपर्छ। तर किन अब सम्पत्ति शुद्धिकरण पनि हुनुपर्ने? उहाँले कमाएको आय स्रोत देखिन्न होला नि त। धर्म कर्म गरेको कुरामा कुनै न भ्याट न ट्याक्स हुन्छ हो। यही गलत भइरहेछ क्या। यो त धर्मको नाउँमा नै विकृति फैलिएको। धर्म भनेपछि ट्याक्स तिर्न नपर्ने, ऊ तिर्न नपर्ने, कति आनन्द। यो चाहिँ एकदम नै गलत कार्य भएछ। म त सरकारले बारम्बार आवाज उठाइरहेको छु। 2-3वटा रुद्राक्षको माला, यत्रो रातो टिका लाएर पहेँलो वस्त्र धारण गर्दैमा त्यो माता पिता पक्कै पनि हुँदैन मेरो सिद्धान्त अनुसार। ल माता पिता नै तपाईँहरू हुनुहुन्छ, ठिक छ, तपाईँहरू तान्त्रिक एकदम जान्ने सुन्ने हुनुहुन्छ भनेदेखि सबभन्दा पहिला मलाई एउटा कुराको तपाईँहरूले उदाहरण दिनुहोस्। राजाको हत्या कसले गर्यो? मलाई त सबभन्दा मनमा गढेको विषय भने यो छ, राजाको हत्या कसले गर्यो? त्यो प्रश्न पारिदिनुहोस्। हामी तपाईँलाई माता पिता मात्र होइन, सुन ज्वारत राखेर तपाईँलाई सिंहासनमा राखेर हामी पूजा गर्न आउँछौँ नेपाली जनता। तपाईँहरूको त्यो छैन। झारफुक गरे जस्तो नाम गर्नुहुन्छ, अक्षता फालिदिनुहुन्छ, नेपाली जनता सोझालाई मूर्ख बनाउनुहुन्छ। पानी फालेको भरमा रोग बिसेको हुने रे, तेल भुँडीमा दलिया भएर रोग बिसेको हुने रे। कति भ्रामक खेती हेर्नुहोस् त। यो नेपाली जनता सोझा नेपाली जनतालाई ठगेको ठग प्रविधि हो। अब अहिले माता झाँक्रीको विषयमा कुरा गर्दै गर्दा र सम्पत्ति शुद्धिकरणको विषय उठाउँदै गर्दाखेरि उहाँले सम्पत्तिसम्म जानु ठिकै थियो र व्यक्तिगत रूपमै राधिकाको अर्थात् राधिका दासीको विषयमा व्यक्तिगत रूपमा गएर चरित्र हत्या गर्यो भन्ने एउटा व्यक्तिगत कसैको पनि चरित्र हत्या गर्न पाइँदैन। आफ्नो चरित्र हो। हेर्नुहोस्, म चाहिँ के लाग्छ भने राधिका दासीजी एउटा कथा वाचिका हुन्। उनी सुन्दर छिन्, एकदम राम्री पनि छिन्, टक्क हाँस्छिन्। उनीले त्यति गरेर नेपाली जनतालाई मग्न बनाछ। त्यसमा दुई मत छैन। एउटा उसमा बसेर वाचन गरिरहेछिन् र उनले कसैलाई ठगेकी पनि जस्तो मलाई चाहिँ लाग्दैन। सुन्न जान्छौँ हामीले चढाएको पैसा हो र एउटा कथा वाचन गरेको कति लाख आउँदो रहेछ भनेपछि हामी दुःख किन गर्ने? चट्टै हिरोइनी बन्ने, आँसु बर्र झारिदिने अनि कथा वाचन गरेर पैसा कमाइन्छ भने त जे गर्दा नि भइहाल्यो नि। त्यसो भए राधिका दासीले कि आँसुको खेल खेलेको, व्यापार गरेको एकदम नै गलत हो। उहाँले जो कुरा पनि दुःखमा पनि रुन्छन्, सुखमा पनि रुन्छन्। हामी महिलाहरू त्यति कमलो मनका हुन्छौँ। दुःखमा पनि आँसु आउँछ, हामीलाई सुख दिएर भयो भने पनि आँसु आउँछ। त्यो उनले कस्तो भने बोल्दा बोल्दै आफ्नो पीडा सम्झेर कहिले रुन्छन्, कहिले आफूले गरेको सुख सम्झेर रुन्छन्। यसमा चाहिँ त्यो विवादमा ल्याउनु पर्यो। म चाहिँ राधिका दासीलाई चाहिँ देख्दिनँ। अरू जुन माता हामी झाँक्री भनेका छन्, लाइभमा बसेर गरेका छन्, जिब्रो निकालेका छन्, झाँक्रो फिजाएका छन्, मलाई देवी चढ्यो भनेका छन्, आँखा गरेका छन्, यत्रो गाजल लाग्छन्, तिनीहरू माता पिता हो। तिनीहरू सबै ठग हुन्, ठगेर खाएर नेपाली जनतालाई झुक्याएका हुन्।
राधिका दासीले त केसम्म गर्नुभयो अरे भने कथा वाचन त गर्नुहुन्छ अरे, हजुर। तर अधिकांश कथामा आफ्नो पीडा पोख्नुहुन्छ अरे। त्यो गलत हो त भने। श्रीमानलाई मात्रै दोष दिनुभयो अरे के? हेर्नुहोस्, कथा वाचनमा आफ्नो कुरा ल्याउनु दोष हो र? हैन, जहाँ पनि श्रीमानलाई मुछ्नुभयो अरे, आफू चाहिँ पीडित नै, आफू चाहिँ सर्वश्रेष्ठ। हेर्नुहोस्, कसैले पनि म जति नै नराम्रो भए पनि म आफूले आफूलाई राम्रो ठान्छु, त्यो यो नेचुरल कुरा हो यो। जसले पनि तपाईँ जति नै खराब भए पनि तपाईँसँग सङ्गत गरी तपाईँको श्रीमतीलाई थाहा हुन्छ तपाईँ कति असल र तपाईँ कति खराब भन्ने कुरा। मेरो श्रीमानलाई थाहा हुन्छ म कति असल छु र म कति खराब छु भनेर। त्यसैले आफूले आफूलाई नै राम्रो ठान्ने हो नि, अरू त नराम्रो भइगयो नि। दुःख दिएका त अरूले हो नि, आफूले आफूलाई दुःख दिन्छ र पक्कै पनि दिँदैन। मलाई यहाँ ठेस लाग्यो भने, यहाँ घाउ भयो भने म त मलमपट्टि लाउँछु, रगत चौँदै हिँड्छु र म आफूलाई तनावमा राख्न चाहन्छु र पक्कै पनि चाहन्न। यो ह्युमन नेचर हो। अब सबैजनालाई आफ्नो बोलीबाट खुसी दिइरहेको राधिका दासीलाई यति बेला ठुलो वज्रपात परेको छ क्या। हजुर। यता जो नेपालबाट धर्मको नाममा भ्रष्टाचार भयो, पाप भयो, व्यापार भयो भनेर जुन खालको आवाज उठाउनु भएको थियो, वेदिका केसीकै कारण एयरपोर्टबाटै पक्राउ पर्ने हल्ला छ नि। हेर्नु, सम्पत्ति शुद्धिकरण त पक्कै पनि हुनुपर्छ। अथाह सम्पत्ति कमाएपछि मान्छेको नजर पक्कै पनि लाग्छ, यसमा दुई मत पनि छैन। पहिला मान्छे कस्तो थियो, 2-3 वर्षको अन्तरालमै उसले अरबपति हुन्छ भनेपछि पक्कै त्यहाँ घोटाला छ भन्ने कुरा त यथार्थ देखिन्छ। किनभने हामी मजदुर गरेर खाने मान्छे बिहान खाएपछि हरे बेलुका के खाने भन्ने हामी पीडामा हिँड्नु परेछ। तपाईँहरू यो के अरे क्यामेरा बोकेर किन हुनुभएको छ? किनभने स्वाइन छोरछोरी पाल्नलाई भनेर नै दुःख गर्नु भएको छ। यो गर्दा गर्दै त तपाईँलाई आज खाए भोलि के खाउँ भन्ने छ भने एउटा कथा वाचिकाको त्यत्रो सम्पत्ति देखेपछि त जसले पनि त्यो कुरा त प्रश्न उठाउनु स्वाभाविक हो। त्यसो भए के राधिका दासीको सम्पत्तिमा यति बेला प्रश्न उठाएको, आँखा लागेको? आँखा लागेकै जस्तो लाग्छ मलाई। प्रश्न उठाउन पाइन्छ, यो त समयले प्रमाण भेट्टाउँदैन। प्रमाण भेट्टायो भने उनी दोषी हुन्, प्रमाण भेट्टाएन भने उनी ठिक छ, राम्रै काम गरेर खाकी छन्। जसले अहिले राधिका दासीमाथि मुद्दा हाल्नुभयो सम्पत्ति शुद्धिकरणमा, जसले आवाज उठाउनुभयो, उहाँले पूर्णत भिडियोमा यति बेला माफी माग्नु भएको छ। हजुर। राधिकाजी, यदि मैले व्यक्तिगत रूपमा तपाईँलाई कुनै ठोस पुर्याएको रहेछु भने मलाई माफ गर्नुहोस् भन्नुभयो। हजुर। यसको मतलब आफै बोक्सी आफै धामी? हेर्नुहोस्, कसैको पनि चरित्र हत्या गर्न पाइँदैन। कमाएर खाने आफ्नो तरिका हो, लुटेर खानु हुँदैन, देह व्यापार गर्नु हुँदैन। तर खानै पाइएन भने त्यो पनि गर्न अघि पछाडि सर्नु भएन। बाँच्नु त पर्यो। पापी पेटको कि गणेश नेपाली जस्तो आगो लाएर मर्नु पर्यो? होइन, मैले पापी पेट छ, छोराछोरी पाल्नै पर्यो, छोराछोरीले पढाउनु नि पर्यो, के गर्नु त? देह व्यापार पनि गर्नु पर्यो। तर विडम्बना कसैलाई ठगेर कसैलाई मार्नु हुँदैन। मेरो विचारमा कमाएर खान पाइन्छ। होइन, जस त्यो कुराहरूले उठाउँदै आफै बोक्सी आफै धामीको त्यो चाहिँ गलत हो। पहिलाबाट उचाल्ने अनि छरपष्ट बनाउने सामाजिक सञ्जालभरि भन्दा पनि नेपाली जनताकोमा उनको लागि नराम्रो नजर पार्ने अनि पछिबाट एक्सक्युज माग्ने, त्यो चाहिँ गलत हो। के युद्धमा आइसकेपछि कि मर्छु भन्नुपर्छ कि मार्छु भन्नुपर्छ? युद्धमा आइसकेपछि युद्धमा पनि आउने अनि हात उठाउने भए किन युद्ध गर्ने? मेरो विचारमा चाहिँ है, व्यक्तिगत रूपमा भन्ने हो भने। र देविकाले आवाज उठाइन्, राधिका दासीको सबै कुरा भनिन्, इभन श्रीमानदेखि लिएर व्यक्तिगत कुरामा जाने होइन नि। उनले कुरा उठाउने हो भनेदेखि उनले गरेको क्रियाकलाप, उनले गरेको व्यापार र उनले गरेको त्यो वाचिकाको कुरा उठाउने हो। तर अर्काको पर्सनल जिन्दगीमा गएर अर्काको श्रीमान यस्तो थियो, श्रीमती यस्तो थियो, उनको यतिवटा लभ थियो, उनको यतिवटा लोग्नी थियो, त्यो अर्काको चरित्र हत्या गर्न पाइँदैन नि। त्यो अधिकार होइन नि त देविकाले गर्न। त्यो कुरालाई चाहिँ म पनि औँलो उठाउँछु उनलाई। कुनै पनि महिलाको चरित्र हत्या गर्नु त्यो महापाप हो र गैर कानुनी हो। अर्काको पर्सनल जिन्दगीमा गएर जतिवटा सुसोकै लोग्नी होस्, मलाई इच्छा लाग्यो म 10वटा लोग्नी राख्न सक्छु नि, त्यसमा कसैले आवाज उठाउनु पाइन्छ र? मैले सक्नु पर्यो राख्नलाई। त्यो त मेरो नितान्त मेरो व्यक्तिगत कुरा हो। तर त्यो गएर अर्काको निजी जिन्दगीमा गएर उचाल पछार गरेर सामाजिक सञ्जालमा छरपष्ट गरिसकेपछि फेरि एक्सक्युज गर्ने चाहिँ त्यो गलत हो। अहिले उहाँको सम्पत्तिमाथि आँखा लगाएको हो कि भन्ने कुरालाई कहाँ पुष्टि हुन्छ भनेदेखि धर्मको नाममा व्यापार भयो भन्ने कुरा आम जनताले स्वीकारेका छन्, त्यो कुरा ठिक छ। तर राधिका दासीमाथि मात्रै किन केन्द्रित भयो त? यो समाजमा त अन्य पनि त छन् त्यसरी। हेर्नुहोस्, राधिका दासीको अहिले सम्पत्ति देखियो, कहाँ हो 7 करोडको घर बनाइया छ अरे भन्ने पनि हल्ला सामाजिक सञ्जालभरि आइया छ। र उहाँको ऐयासी जीवन, उहाँ अमेरिका र जापान कता कता गर्नुहुन्छ, सप्ताह भन्नुहुन्छ, त्यहाँ त बेसकन डलरै आउने हो। हामी नेपाली जनता जहाँ गयो नि धर्म छोड्दैनौँ हाम्रो। जहाँ गयो नि हामी सप्ताह सुन्ने, महाभारत सुन्ने, हामी हरेक कुरा त्याग्न सक्छौँ, धर्म त्याग्न सक्छौँ? पक्कै पनि सक्दैनौँ। धर्मको लागि हामी लाखौँ खर्च गर्न सक्छौँ, तर आफ्नै सासूको लागि नि
एक गिलास तातो पानी तताएर खान दिन सक्दैनौँ। तर फलान ठाउँ सप्ताह लाग्छ अरे भनेर हामी 1000 को फलफुल भेटी अनि के अरे अबिर केसरी लिएर भेट्न जान्छौँ र को लोग्नी मान्छेको खुट्टा ढोक्छौँ। आफ्नो लोग्नीको खुट्टा ढोक्नलाई हामी 10 चोटि सोच्छौँ, ढोक्दैनौँ। तर को गुरु पिता भनेर खुट्टा ढोक्छौँ। हामी जस्तो खत्तम नि कोही पनि छैन। हामीले आफूलाई सच्याउनु पर्छ जस्तो लाग्छ मलाई। लोग्नीलाई 10-7 फन्का लाएर सिन्दुर हालेर लिएर आएको लोग्नीको खुट्टा ढोक्नलाई चाहिँ हामीलाई दिङमिङ लाग्ने, घिन लाग्ने। अनि को परपुरुषको खुट्टामा गएर लम्पसार पर्छौँ। हेर्नुहोस्, त्यो पनि गलत हो। महिलालाई के भने थाहा छ, आफ्नो श्रीमान बाहेक कसैले पनि ढोक्नु हुँदैन भनेको छ। तर हामी मूर्ख आइमाईहरू नि गुरुको नाउँमा सबलाई ढोक्दै हिँड्छौँ। त्यो पनि एउटा गलत भएको छ मेरो विचारमा। र हामी माता र पिता भनेको आफ्नो बाउ हो। पिता भने त्यो सबै बाउ त आमाको पोइ हुन् सबै, त्यो पनि त गलत हो नि। तर त्यो त श्रद्धाले भनेको कुरा होला नि। श्रद्धाले माता पिता भन्ने होइन, गुरु भन्ने हो, महाजन भन्ने हो, धामी भन्ने हो, झाँक्री भन्ने हो। उहाँलाई ऊ गर्ने अर्कै कुरा। तर माता पिता चाहिँ होइन। हिजो बा भन्थे, हिजो बाउ भन्थ्यो, आज ड्याडी भन्छन्, पापा भन्छन्। त्यो सही हेर्नुहोस्, ड्याडी पापा भनेको यो त आधुनिक 21औं शताब्दीमा आएर यो त पश्चिमी शैली लिएर आएका हुन्। आफ्नो बाउ आमालाई बाउ आमा नै भन्नुपर्छ। मेरो छोराले त मलाई आमा भन्छ, आमा भन्नुपर्छ। आमा भन्ने शब्द नै काफी छ। त्यसैले त आमा भन्ने शब्द राखेको हो नि। हामी मम्मी ड्याडी पापा। अब त लोग्नीलाई बाबा रे, लोग्नी बाबा भने आफ्नो बाउ चाहिँ को? म त यो क्वेसन गर्न चाहन्छु। हाम्रो बाबा, म त एउटा आफ्नै साथीले हाम्रो बाबाले भने यसो हो, म त उसको बाउले भनेछ भन्ठाने त उसको लोग्नी रहेछ। अनि बाबा को बाबा भने त फलानु मेरो छोरोको बाउ रे। छोरोको बाउ तिम्रो बाबा हुन्छ, तिम्रो त पोइ हो भनेर मैले यसरी भन्दा सुन्दा नरमाइलो लाग्यो। तर यथार्थ कुरा यही हो। तर जसलाई बाबा भन्यो उहीसँग गएर फेरि बेलुका सुतेको पनि हुन्छ। हेर्नुहोस्, एउटा लाज मर्नु हो। यो एउटा हाम्रो चाहिँ समाज चाहिँ विकृति नै फैलायो। आमा बुवा भन्ने हाम्रो यो परम्परा नै हट्यो क्या। हाम्रो नेपाली ठेट त त्यही हो नि। लोग्नीलाई बाबा भनेछ, बाबु भनेछ, पापा भनेछ। लोग्नी पापा हो। अचम्म लाग्छ। त्यो कुराहरूलाई प्रश्न उठाउने हो भने त हिजोको दिनमा पनि त इतिहासमा पनि त छोरी मान्छेले कथा वाचन गरेको त रहेनछ। फेरि हेर्नुहोस् कस्तो भने यो हाम्रो पुरुष प्रधान देश हो। यसमा दुई मात्रै छैन। महिलाहरूलाई हामीलाई दबाएरै राख्नुपर्छ भन्ने पहिला पुरुषहरूको यो थियो। अब अहिले पहिला बेलामा महिलाहरूले पढ्नलाई अधिकार थिएन। महिला पहिले जान्छे भन्ने चलन थियो। त्यो कारणले महिलाले फ्रिडम छोड्यो भने पहिला जान्छ, अरूतिर लाग्छ भनेर महिलाले त्यति निरङ्कुश बनाएर राखेको थियो। अब अहिलेको महिला एजुकेटेड छन्, सक्षम बने, त्यसपछि बाचिका बने। किन यसमा हामीलाई लेखेको छ र पुरुषले मात्रै वाचन गर्नुपर्छ भन्ने महिलाले गर्न पाइन्छ नि। त्यो बेला त पढ्न सकेका थिएनन् र वाचन गर्न सकेनन्। हामीलाई महिलालाई त दोबारा अहिले महिला एजुकेटेड कति वाचन गर्न सक्ने भएपछि वाचन भए। यसमा धर्ममा तैँले गर्न हुँदैन भनेर कहाँ लेखेको छ र? पुरुषले मात्रै पढ्नुपर्छ वाचन गर्नुपर्छ भनेर कहीँ पनि लेखेको छैन। महिला सक्षम नभएर गरेकी थिइनन्, अहिले महिला सक्षम छिन्, वाचन गर्न सक्छिन्। देख्नु भएन 10 वर्षकी बच्चीले उहाँ के अरे सप्ताह भनेकिन् भनेर हामी नै सुन्न गएको थियौँ नि। 10 वर्षको बच्चाले कसरी सप्ताह भनिन् भनेर उत्साहित भएर मै सुन्न गएको थिएँ। भने चाहिँ अब हिजो नपढेर चाहिँ त्यो भनेर पछाडि पारियो। अहिले पढेका छन्, बुझेका छन्। यदि कुनै पनि शब्दलाई भाका हालेर लय मिलाएर बोल्न र भन्न सक्छ भने त्यो कुराहरू पचाउनु पर्छ भन्ने हो। हेर्नु, आफ्नो क्यापेसिटी हो नि त। त्यो त हामी जनता, हामी जुन श्रोता बनेर सुन्न गएको छौँ, हामीलाई उहाँहरूले पगाल्न सक्नु त्यो त आफ्नो खुबी हो नि। उहाँले खुबी देखाउनु भयो। कहिले रोएर खुबी देखाउनु भयो, कहिले किच्चा हाँसेर खुबी देखाउनु। उहाँको सुन्दर मुहारमा आँसु पनि सुहायो, खुसी पनि सुहायो। त्यसपछि हामी नेपाली जनताले उहाँलाई सम्मान गर्यौँ। यसमा विवादले गर्नु पनि केही छैन। र एउटा महिलाले सप्ताह भन्नु हुँदैन भने कुनै पनि उसमा शास्त्रमा लेखेको पनि छैन। र अर्को कुरा, शास्त्र कसले लेखेको? माथि भगवान्ले नै लेखेर पठाइदिया हो। भगवान् कहाँ छ? कुन भगवान्ले आएर यो शास्त्रमा महिलाले पढ्नु हुँदैन भनेर लेखेको छ? यो सबै हामीले नै बनाएको शास्त्र होइन र? महाभारत भने नि हामीले लेखे त हो नि, जनताले लेखे नि, भगवान्ले आएर लेखिदिया हुन् र? पक्कै पनि होइन नि। यो सबै यो चाहिँ धर्मको नाउँमा ठगी भएको पक्कै पनि छ। यहाँ माता पिता धामी झाँक्री बन्यो, कसैले तेल लाएर फुकेर पैसा कमाएर नेपाली जनतालाई लुट्या छन्, कसैले पानी फुकेर लुट्या छन्, कसैले शङ्ख बजाएर लुट्या छन्। यहाँ लुट्ने अनेक प्रविधि चाहिँ म सरकारलाई के भन्छु भने यिनीहरू सबैलाई कानुनको दायरामा लिएर र यिनीहरू बिना ट्याक्समा मोज मस्ती नेपाली जनतासँग लुटपाट गरेका छन्। यो पनि ठगी धन्दा हो। यसलाई नियन्त्रण गर। होइन, जसले पूजा गर्नु भएको छ, जसले यति बेला सेवा दिनु भएको छ, उहाँले त तानेर त लगेको होइन नि त। फेरि पक्कै पनि होइन। हेर्नुहोस्, भनिसकेपछि कस्तो, मैले तपाईँलाई उदाहरण बारम्बार मैले पनि यो सामाजिक सञ्जालमा भनेको थिएँ।
मान्छेले जब दुःख पर्छ नि कहाँ गएर हुन्छ ठिक हुन्छ भनेर हामी लागि पर्छौँ। यसमा दुई मात्रै छन्। तर माता पिता सेवा गर्छु भनेर भावना लिइसकेपछि निःशुल्क गर्नु पर्यो नि त। 1000 रुपियाँको टिकट 25,000 को टिकट तपाईँले माइक तेर्साउन जाने कुनै पनि माताले 2500 टिकट लिन्छन्। त्यसको प्रमाण मसँग छ, उनको चिट मसँग छ। 2500 एकजना मान्छे हेरेको। अनि माताको काम त्यो हो त? माताले त्यसरी ठग्छन् त? सेवा दिने हो माताले, निःशुल्क रूपमा सेवा दिने हो। एउटा जनताको सेवा गर्ने हो भने उहाँहरू ठगी हो, ठग हो कुनै पनि माता पिता होइन। कोही त निको पनि त हुनु भएको छ नि। निको त हेर्नुहोस् आत्मविश्वास हो। म के भन्छु भने तपाईँलाई कुनै रोग लागेको छ भनेदेखि तपाईँले विश्वास गर्नुहोस्, मैले तपाईँलाई फुकी भने पनि तपाईँलाई त्यो रोग निको हुन्छ। किनभने तपाईँलाई विश्वास हो, ओहो म बिनु कोइराला म्याम कहाँ गएँ, उहाँ माता कहाँ गएँ, उहाँ माताले मलाई फुकिदिनु भयो, मलाई विश्वास। त्यो आत्मविश्वासले नै आदि रोगभन्दा बेसीको हुन्छ। यसको उदाहरण चाहिँ क्यान्सर रोगलाई दिन्छु म। क्यान्सर रोगमा अधिकांश क्यान्सर रोगीहरू तपाईँहरू कोही हुनुहुन्छ भने सबैभन्दा ठुलो आत्मविश्वास, मलाई केही भएको छैन, म एकदम निरोगी छु, मलाई कुनै पनि रोगले छुँदैन भने तपाईँ आत्मविश्वास लिनुहोस्, म मर्दिनँ। तपाईँले डक्टरले 1 महिनाको 3 महिनाको टाइम मात्र किन नदियोस्, म मर्दिनँ, आत्मविश्वास लिनुहोस्, म गर्न सक्छु, म बाँच्छु भन्नुहोस् त तपाईँहरूलाई नि। तपाईँहरू 7 और 10 वर्ष, यसको उदाहरण मेरो आफ्नै परिवारमा छ। 3 महिनामा त मर्छेस् भने मान्छे अहिलेसम्म जिउँदै हुनुहुन्छ, 10 वर्ष भयो। अब आत्मविश्वासलाई त्यति धेरै विश्वास मान्ने हो भनेदेखि के अब तपाईँ आत्मविश्वास लिएकै कारण बिनु कोइराला माता बन्न सक्ला नि त? म अहिले चाहियो भने म सक्छु, किनभने मसँग त्यो खुबी पनि छ। गरेर काम पनि सक्छु, जिउरो हे गरेर निकाल्न पनि सक्छु, र 2-4 वटा माला लाएर नि राम्री पनि छु। यत्रो रातो टिका लाएर यो कपाल माथि जुरो बनाएर पहेँलो वस्त्र धारण गऱ्यो भने म पनि माता देखिन्छ। माता हुनलाई कुनै डरै छैन, कुनै विद्या सिक्नै पर्दैन क्या। ओ अन्तर मन्तर गोगेसार बारे हातको लिनुपर्छ, फु 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 गऱ्यो भने माता भइगयो नि। भनेपछि माता भनेको त्यति सजिलो हो? के गाह्रो छ माता भन्नलाई? यत्रो नङ, अहिले त आर्टिफिसियल नङ पाइहालिन्छ माता भन्नलाई। नङ लायो, रातो पलिस लायो, यति चुरा लगाइदियो, चटक्क मेकअप गर्यो, अनि जुरो यत्रो बनायो, रुद्राक्षको माला 2-4 वटा लगाइदियो, गाजल यति लगाइदियो, माता जस्तो देखिगयो नि। माता भने के? हामी त आमालाई माता देखे, हाम्रो त्यो आमा सधैँ झुटी झाम्री, त्यस्तै आमा देखे माता भने त्यस्तो उज्यालो हुनुपर्ने छ भन्ने अहिले आएर थाहा भयो। होइन, काम्नु सक्नुपर्ने होला। ल म काम दिउँ अहिले। तपाईँको क्यामेरा यतिका क्यामेरा छ, तपाईँको क्यामेराको अगाडि म अहिले माता चढिदिन सक्छु, म काम्न सक्छु। म 5 मिनटसम्म कामेर जिउरो बाहिर निकालेर आँखा यत्रो बनाउन सक्छु। त्यो मेरो खुबी हो। भूत भविष्य वर्तमान कसरी देख्नुहुन्छ? त्यो भन्दै भयो नि, अन्दाजा गोली हान्ने हो। मिल्छ, नमिले मिल्दैन। मिल्यो भने मैले भनेको थिएँ, मिल्यो कि मिलेन देख्नु भयो। मैले भनेको थिएँ नि यो बेला यस्तो हुन्छ भनेर, ठुल्ठुलो कुरा गर्यो। अहिले के अरे अनि मिलेन भने ल त्यो यस्तो गर्न पर्ने थियो, त्यो पूजा गर्न बिर्सेर नमिलेछ। कति सजिलो छ झुटो बोल्न। माता पिता हुन धेरै सजिलो छ, कमाउन नि धेरै। तपाईँ नि बरु यो क्यामेरा बोक्नु छोडेर पिता भनिदिनुहोस्। जेसुकै छोराको त पिता हुनुभयो। अब के अरे 2-4 वटा माला साला लाएर पिता भनिदिनुहोस्, 2-4 वटा मिडिया बोलाउनुहोस् आफ्नो साथीभाइ। ओहो त्यो गुरुले भने त ठ्याक्कै मिल्छ अरे भनेपछि तपाईँ हाईमा जानुहुन्छ, तपाईँको पैसा मालामाल। किनभने ट्याक्स नि तिर्नु पर्दैन, सरकारले निगरानी नि गर्दैन। नेपालमा सबैभन्दा सजिलो पैसा कमाउने बाटो भनेकै माता पिता। यसमा दुई मात्रै छैन। अनि कहिले काहीँ त प्रश्न गर्लान्, भविष्य वर्तमान भूत सबै भनिदिनु पर्ने? भनिदिने नि, अनि झटारै हानेर सबैलाई टार्दिने। त्यो त सकिन्छ, झुट बोल्ने त हो नि। माता पिता भनेकै झुट बोल्ने हो। ओहो तपाईँको यस्तो बारे भनेर अलिकति कुरा निकाल हो, हे हो माता मलाई यस्तो भएको आफै सबै भन्न थालिहाल्छन्। अनि त्यसैलाई मिलाइदुला अलिकति बाठो चाहिँ भन्नुपर्छ। त्यही कुरा उनीहरूलाई खोतली उनीहरूको भूत भविष्य वर्तमान भन्न सकिन्छ। किनभने म भोगिसकेँ मान्छे भएर मलाई सबै कुरा थाहा छ। त्यसो भए अब यो यसरी ठगेको छ भन्नुभयो तपाईँले, जुन कि आत्मविश्वासको साथ नेपाली सोझा जनतालाई ठगिरहेका यी सबै धन्दाहरू चाहिँ बन्दै हुनुपर्छ। हेर्नु हामी नेपाली जनता यति नत्र डक्टर किन 80 लाख 1 करोड राखेर पढ्ने त? माता 2-4 वटा रुद्राक्ष लाएर छम्क्या बना किन हस्पिटल जानु पर्यो त? अहिले जुन बिख खाकी माता हो कि पिता छन् नि, एउटा लाइनमै बिस खाएर अहिले आइसियुमा राखेको छ कुनै हस्पिटलमा। उनी यदि ल माता नै थिइन् भनेदेखि आफू बिस खायो नि त आफ्नो बिस थपक्क निकालेर उनी घरमै बस्न सक्थिन्। किन हस्पिटलको सयमा पुगिन् त? शक्ति भएको भए यो यसमा क्वेसन उठाउनुहोस् न तपाईँहरूले। यदि उनीमा शक्ति थियो भनेदेखि उनी बिस खाएको मान्छे घरमै आफ्नो बिस ओकालेर आनन्दले बस्थिन् होला। किन हस्पिटलको आइसियुमा उपचारको क्रममा गइन् त? भनेपछि यस्तो यो सबै ठगी धन्दा भने तीबाट पनि प्रमाणित हुन्छ नि। हामी सोझा नेपाली जनता मूर्ख,
पत्याइदिन पनि हो माता हो पिता भनेको छ, माता पिताको अर्थ थाहा छैन दौडिया छौँ। आफू बिरामी हुँदा चाहिँ हस्पिटल जाने, अरू सोझा लाई चाहिँ आफ्नो घरमा बोलाउने, अनि त्यसपछि फलफुल पनि टन्न खान पाइयो। हेर्नुहोस् झन् मुख उज्यालो, फलफुलको रास हुन्छ, सधैँ फलफुल खाएपछि मुख यत्तिकै तेज भइगयो। अनि माता कति राम्री कति उज्याली, मजाले स्याउ खाएपछि गाला पनि टलक्क टल्किन्छ, कहीँ जानु पर्दैन, अनि काम छैन, पैसा गुस्ता आएपछि मान्छेलाई आनन्द हुन्छ, त्यतिकै राम्रो भइहाल्यो। यो भन्दै गर्दा त केही व्यक्तिहरू त शक्ति भएकै व्यक्ति पनि त हुनुहुन्छ नि। आज शक्ति भएकै भनेर जुन देविकाजीले यतिका सबै पर्दाफास गरिदिनु, शक्ति भएको भए देविकाजी अहिलेसम्म बाँचिरहन्थिन् होला। उनलाई बाण हान्ने हुन्थ्यो, के अरे बाण हान्ने रे के हान्ने रे, मोहनी लाउने, उसलाई मोहन लाएर पनि अहिले बौलाइदिन्थ्यो होला नि त। खै त कसले के गर्न सक्यो त, यहीँबाट थाहा पाउनु भएन। देविकालाई पाएदेखि अहिले यी माता पिता भनेर जुन छरपष्ट बनाएकी थिइन् नि, उनलाई अहिले बाँच्न नसक्ने गरेर उहिले मर्नी बनाइसके। खै त कसले मार्न सक्यो त? शक्ति र ध्यान तपस्या भएदेखि अनि ध्यान गरेर शक्ति भएको भए बाण हान्ने साँड हान्ने के भन्छ, तपाईँलाई बाण हानेको रहेछ तपाईँको आफ्नै मान्छेले भन्यो। आफ्नो परिवारमा आफ्नो मान्छे कोही न कोही दुश्मन अवश्य हुन्छ, सबैको आफ्नो राम्रो हुँदैन हो। मलाई त आफ्नै कान्छी सासूले बाण हानेकी थिइन्, किनभने रिस उठ्या हुन्छ नि त। मलाई त आफ्नै जेठी सासूले भन्यो, किनभने त्योसँग रिस उठिरहेको हुन्छ। यसरी दोष लगाइदिने हामी नेपाली जनताले सबै भनिदिन्छौँ, हो तपाईँलाई त्यसैले हाने हो, तपाईँको त्यो बाण हान्नलाई 20,000 चाहिन्छ, दक्षिणकाली गएर पूजा गर्नुपर्छ रातिको 12 बजे भन्यो। अनि त्यसपछि गयो, पूजासुजा गऱ्यो, बोका साग काट्यो, त्यो बोका लम हुल्यो, अनि 20,000 पनि पाक्यो, बोका पनि पाइयो, तपाईँको ठिक हुन्छ भनेपछि अनि हामीलाई आत्मविश्वास, मैले बोका नि काटेको छु, पूजा नि गरेको छु भनेपछि मलाई विश्वास हुन्छ, अनि मेरो रोग विक्षेप हुँदै जान्छ, हो रहेछ भन्ने हुन्छ। यही हो। अब त्यो कुराहरूलाई मान्नको लागि चाहिँ नेपाली जनता अझै पनि तयार किन छैनन् भने अहिले पनि सानो बच्चाहरू कहिलेकाहीँ बिरामी हुन्छन्, झारफुक गऱ्यो भने त ठिक भएको प्रमाणहरू पनि त छ। हेर्नुहोस् प्रमाण मैले नै भने, मेरै छोरी सानी थिइन्, मेरो छोरी सानी हुने क्रममा मेरो छोरी सधैँ बिरामी भइरहने, तर्सिने उ गर्ने। हामी नेपाली समाज, मैले भने नेपाली समाज फुक्न लाने भन्ने कुरा भयो। मेरो ससुरा पनि झारफुक गर्ने, अनि मेरो ससुराले आफ्नो घरमा फुक्यो भने विषेक हुँदैन अरे भनेर मैले अन्त झाँक्री कहाँ फुक लानुपर्ने। अनि मेरो ससुराले के भन्यो भने मै फुक दिन्छु, जब गायत्री मन्त्रले फुक दिने हो यो गुरु माताहरू पिताहरूले, अरू केही पनि होइन भनेर जब मलाई ससुराले भनेपछि ए यो फुक्ने भने यस्तो रहेछ भन्ने कुरा मैले त्यहाँबाट पनि थाहा पाएको। सबै ढुङ हो। त्यो गायत्री मन्त्र जसले पनि पढ्न सक्छ चाहे भने ओम भूर्भुव स्वः भन्ने गीत भयो, त्यो भजन होइन, त्यही हो गायत्री मन्त्र भने। त्यतिले पुग्यो, त्यति रहेछ। जे बिरामी भयो नि फुक्ने त्यही हो। हेर्नुहोस् त्यो सबै बाँधौ के छ बाँधौ भनेर बाँधौ भन्यो कि को हो बाजे त खतरा रहेछन्, यस्तो भटपट्याउँदा रहेछन् भने तपाईँले के बुझ्नु भएको छ त्यो भटपटाको? मैले दक्षिणकाली बाँधौ फलाञ्चोक बाँधौ दक्षिणकाली बाँधौ गुजेश्वरी बाँधौ गरेँ, तपाईँले के बुझ्नुभयो? त्यो भन्छु मैले, फु 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 गरिदिन्छु, त्यो बच्चालाई पानी यसो गरिदिन्छु, तपाईँको बच्चाको सातो घाउ हुन्छ, त्यो बच्चा फेरि तर्सिन्छ, सातो आइगयो। त्यो त तरिका हो, किनभने मैले त त्योबाट पनि देखेको छु। कुनै पनि सातो गएको बच्चा दोस्रोचोटि तर्सिनु भनेको सातो फर्केको त्यो घरमै पनि गर्न सक्छ। घरमै छ गर्नु। तपाईँको 7 मुन्टा दुबो लिएर आएर त्यो बच्चा चुप्पो लाएर बसिरहेको सातो आ गरेर 3 चोटि गरिदिनुहोस् त, त्यो बच्चाको त्यसै सातो आउँछ। भनेपछि हामीले धामी झाँक्री माता पिताकोमा गएर फलफुल लगेर त्यो नौटङ्की गर्नै पर्दैन भने त्यो नौटङ्की गर्नै पर्दैन, किनभने अनुभव नभइकन मैले बोलेको छैन। यो मेरो घरमा मेरो ससुराले गर्नुहुन्थ्यो, अनि मैले क्वेसन गर्ने, किनभने म त बोलिरहनु पर्ने मान्छे। म ससुरासँग क्वेसन गर्दा उहाँले यही कुरा भन्नुभयो, गायत्री मन्त्रले फुक्ने हो, सातो गयो या तर्सियो बच्चा भनेदेखि फेरि गएर पानी छुमछुम गरेपछि बच्चा तर्सिन्छ नि पानी देखेपछि, त्यसपछि सातो आइहाल्छ। अब मलाई धामी झाँक्रीका लगाएर यस्तो त गर्छ भनेपछि त्यो तर्सिन्छ नि त बच्चा, अनि ऊ आफ्नो ठिक ठाउँमा आउँछ भनेर। अब यसरी सबै कुरा तपाईँले भनिदिनु भयो र यही कुराले साँच्चीकै पुष्टि भयो भने त सबैको सटर बन्द हुने भयो। रोजीरोटी बन्द भएपछि त अनि सबैलाई आक्रोश भयो, अनि तँलाई यसो गरिदिन्छु। माता पिता भए आजसम्म एउटी माता बनाउँथे नाम लिन्न, म यति रिस गर्छ, यति रिस गर्छ। मेरो नाम बिनु कोइराला दिदीले यसो भनेर त्यो आइनेको नाम नली भन्छ अरे त्यो माता, किनभने त्यसको लागि मैले भिडियो बनाएँ। ठगेर नखाऊ माता, 2500 रुपियाँ लिएर नेपाली सोझा साझा जनतालाई बलिको बोका नबनाऊ भनेर मैले भिडियो बनाएको थिएँ, अनि उसलाई त्यत्रो आक्रोश। यदि त्यो माता जान्ने सुन्ने भए म आजसम्म मलाई चुप्ला छोड्थी होली त,
पक्कै पनि केही होइन गर्थेन सबै मातामा शक्ति त्यो होइन नि त कसैले भविष्यवाणी गर्नुहुन्छ कसैले विगतका कुरा म तपाईँको भविष्यवाणी मै गरिदिन सक्छु म पनि माता हुँ म पनि दुईटा छोरछोरीको आमा हुँ म पनि तपाईँको भविष्यवाणी पनि गरिदिन सक्छु तपाईँसँग अहिले भइरहेको कुरा नि भनिदिन सक्छु तपाईँसँग मैले 2 दिन सङ्गत गरेँ भने तपाईँको इतिश्री मैले सबै प्रश्न पारिदिन सक्छु त्यति त एउटा मान्छेले नि अलिकति विवेक लगाएर बुद्धि लगायो भने नि त्यहीबाट खाना पल्टिनु भएपछि आज तपाईँको हेऱ्यो भोलि अर्कोको हेऱ्यो भरे हेरेर काको गरे हेर्दा हेर्दै सबै कुरा ज्ञान आइसक्छ क्या हामीलाई हामी पढेर किन पढ्छौँ त ज्ञान लिनलाई होइन स्कुल गएर सबै कुरा हामी पहिला नर्सरीदेखि नै पढे किन त त्यही ज्ञान लिनलाई नर्सरीमा सबै थोक जान्छौँ र क लेख्न जान्दैन थियौँ 1 मा पुगेपछि क एबिसिडी लेख्न जाने यही हो मातापिताको काम पनि भने चाहिँ यतिका समयसम्म कसैले नबुझेको तपाईँले जुन खालको अहिले चर्चा गर्नुभयो जुन खालको विश्लेषण गर्नुभयो नि यी सबै कुरा चाहिँ वेदिका केसीले भर्खरै बुझे हेर्नु बुझ्न सबैले बुझ्नु भएको थियो आवाज उठाउन सक्ने र नसक्ने हिम्मतवाली नारी रहेछन् भन्छु म त वेदिकालाई एउटा 22 वर्ष कि फुच्चीले यत्रो ठुलो सङ्घर्ष गरेर या यत्रो ठुलो रिक्स लिएर आवाज उठाउनु भने वाउ भन्छु म त किनभने उहाँले चाहिँ सोझा साझा नेपाली जनता ठगिनेबाट बचाउनु कोसिस गरेको जस्तो चाहिँ मैले चाहिँ अनुभूति गरेँ मैले पनि 2-4 वटा माताको कुरा गर्दा अब गाली त कति आए यो चाहिँ किनभने भ्रमको खेती गर्नेहरूले गाली गरे त्यसमा मलाई केही फरक पर्दैन कसैले गाली गर्छन् भने मेरो लागि नि त्यो वरदान हुन्छ झन् अब उहाँले माता झाँक्री धेरै जसो ठगी ढोगिने भन्नुभएको छ हजुर तर केही माता झाँक्रीले त वेदिका केसीले उठाएको एजेन्डा ठिक छ है पनि भन्नु हो राम्रो मान्छेले ठिक भने किनभने उहाँहरूले ठगी गर्नुभएको थिएन होला र झुटको खेती गर्नुभएको थिएन होला उहाँहरूले ठिक मान्नुभयो वेदिकालाई सपोर्ट गर्ने सबै ठिक राम्रा एकदम गलत हो एकदम नै गलत हो जसले ठगीको धन्दा गरेको छैन त्यसले ठिक मान्ने हो ठगीको धन्दा गर्नेहरूले जतिले सबैले दुश्मन भइरहेछन् उहाँ साइबर ब्युरोमा त कति मुद्दा सुद्धा हाल्नलाई उहाँ झाँक्री सङ्घ रे झाँक्रीको नि सङ्घ हुँदो रहेछ म त अचम्म लाग्यो म जाँदै थिएँ बालाज्यू जाने क्रममा एउटा कहाँ चक्रपति र कता हो मैले झाँक्री सङ्घ भन्ने एउटा साइनबोर्डै देखेँ झाँक्री अर्को नि सङ्घ हुँदो रहेछ हेर्नु न हाँसो पनि लाग्यो कतिसम्म यहाँ मान्छेहरूले विसङ्गति फैलाएका छन् क्या धर्मको नाउँमा के झाँक्री सङ्घ चाहिँ हुनुहुँदैन होइन हुनुपर्छ पक्कै पनि हुनुपर्छ उहाँहरूलाई कसैलाई पर्यो भने उहाँहरू एकजुट हुनुपर्छ त्यो ठिक छ तर झुटको खेती नगरिदिनुहोस् भन्ने मात्रै मेरो मान्यता हो कुनै पनि सोझा साझा नेपाली जनतालाई बलिको बोका नबनाइदिनुहोस् हाम्रो चाहना यही हो तपाईँहरूको बिजनेस व्यापार हो गरेर खान पाउनुहुन्छ कसैले तपाईँलाई घरबाट थुतेर लिएर आएर पक्कै झारफुक गर्नुभयो होइन त्यो पनि म मान्छु कोही मान्छे गएर आत्मविश्वास साथ तपाईँहरूका जान्छन् भने तपाईँले कमाइ खानु भएको छ म चाहिँ यसमा एग्री छु तपाईँहरूको कमाइ खाने हो तर सरकारलाई म के भन्न चाहन्छु भने उहाँहरूलाई ट्याक्सको दायरामा लिएर आउँ किनभने यो चाहिँ बिना ट्याक्स ठगी दण्डा जस्तो लाग्यो ट्याक्स त तिर्नु पर्यो नि उहाँहरूलाई पनि कानुनको दायरामा लिएर आउँ कि नेपाली जनताले ट्याक्स नतिरिकन पैसा कमाउन नपाउने हो त फेरि हामीले चाहिँ साकिने पनि ट्याक्स तिर्नुपर्ने अनि धर्मको नाउँमा चाहिँ ट्याक्सै तिर्नु नपर्ने भन्ने छ त त्यो पनि त गलत हो नि अब एउटा कथा वाचन गर्दा कति लाख 7 लाख कि 8 लाख रे दिनुपर्ने मैले घरमा सप्ताह लाउँछु भनेर एकजना गुरुलाई भन्दा उहाँले त्यो सप्ताह गरेको मेन गुरुले 3 लाख रुपियाँ भन्नुभयो 7 दिन सप्ताह भनेको 3 लाख उहाँको पारिश्रमिक हेर्नुहोस् अनि त्यसमा ट्याक्स लाउने कि नलाउने 3 लाख रुपियाँ फोकटमा एक हप्तामा दिने मान्छेलाई हामी 10,000 कमाउँदा चाहिँ हामीले 1% ट्याक्स तिर्नुपर्ने अनि 3 लाखको चाहिँ ट्याक्स नलाग्ने यो कुरालाई चाहिँ सरकारले निगरानीमा राखोस् तर जुन खालको विश्वास छ नि तपाईँले भन्नुभयो नि सबै कुरा आफैले गर्न सक्ने हो नि सप्ताह चाहिँ आफैले किन नगरेको भन्ने प्रश्न नि त गर्न सप्ताह अब त्यति आफैले गरेको सप्ताह र हामी पण्डित राखेर राख्ने चलन नि त हेर्नुहोस् आफैले भने पनि त हुन्छ नि घरमा सप्ताह आफैले भन्न नसक्ने हो तर किन हामी गर्दैनौँ हामी किन अरू नै गुरु लिएर आएर गराउँछौँ यो पनि एउटा छ किनभने यो परम्परा हो माता झाँक्री तान्त्रिक ज्योतिषहरू चाहिँ गलत छन् भने पण्डित चाहिँ सही कि गलत पण्डित पनि सही र गलत भन्दा पनि यो पनि उहाँहरूको खाने बाटो हो पण्डित सबैले त्यो कुरा जाने हुँदैन संस्कृत सबैले जानेका हुँदैन अहिले त नेपालीमा पनि आइसकेछ किताब अहिले त हरेक नेपालीका मेरै छोराले संस्कृत पढ्न जान्दैन यसमा म लजाउनु पर्ने पनि छैन किनभने उसले संस्कृति नै पढेन अहिले आएर मेरो छोराले श्राद्धे गर्न जाने पूजा गर्न जाने जुन के अरे रुद्री लाउने होम लाउने त्यस्तो छ भने नेपालीबाट नि आइरहेको छ अहिले त हरेक नेपालीहरूले त्यो गर्न थालेका छन् धेरै पनि देखिएको छ अहिलेका यङ जेनेरेसनहरू हेर्नुहोस् त भजनमा कति लोकप्रियता कमाछ भर्खरका यङ जेनेरेसनहरू अहिले भजन कीर्तनतिर लागिरहनु भएको छ यो पनि एउटा राम्रो कुरा आएको छ ठिक छ आफूले जसरी कमाएर खानु सकेको छ झुटोको खेती नगर गलतको साथ नदेऊ मेरो आग्रह यही छ अहिले केही समय अगाडि नेपाल सरकारले समेत प्राथमिकता दिएको सानो गुगल बोय भन्ने चिन्नुहुन्छ हजुरले गुगल बोय हजुर त्यो गुगल बोयलाई त सरकारले पनि करोडभन्दा करोड माथि रकम पनि दिएको हो सँगसँगै
सानै उमेरमा स्कुले नगइकन लेख्न पढ्न सबै जान्ने भनिसकेपछि उहाँको चर्चा पनि ठुलो थियो। त्यो करोडौँ पैसा कहाँ के भयो भन्ने कुरा पनि छैन। यतै राधिका दासीको विषयलाई प्रश्न उठाउने हो भने गुगल बोयको विषयमा पनि त वेदिकाले प्रश्न उठाउनु पर्ने होला नि। एकदम प्रश्न त जहाँ पनि उठ्छ, जहाँ करोडौँको सम्पत्ति आउँछ त्यहाँ त प्रश्न उठ्छ। किनभने मेहनत गरेर कमाएको र फोकटमा कमाएको पैसाको त सम्पत्ति शुद्धिकरणमा लाउनै पर्छ। यसको नि छानबिन गर सरकार, किनभने यसमा ध्यान नपुगेको हुनसक्छ वेदिकाको। अब हिजो त नेपालको इतिहास, नेपालको नाम राख्ने भयो, सानो बच्चा जो स्कुलै नगइकन सबै भाषाहरू जान्ने भनिएको थियो। हजुर, सम्भवतः अघिल्लो गिर्जा प्रसाद कोइरालाको पालोमा हुनसक्छ, उहाँको लागि राज्यले नै, र ओलीको पालोमा पनि हुनसक्छ, रकम निकै ठुलो रूपमा छुट्याइएको थियो। हजुर। उहाँको विषयमा प्रश्न भोलि उठ्यो भनेदेखि अब राज्यले दिएको सम्पत्तिको बारेमा के गर्ने? अब त्यो त कानुनमा के लेखेको छ त्यो त कानुनको पाटो होला। हामीले भन्दा पनि राज्यले गरेको कुरामा चाहिँ त्यो त कानुनले नै हेर्नुपर्ने हो। कानुनमा के छ त्यो कुरा चाहिँ कानुनबाटै होला। त्यो यसबाट चाहिँ मलाई त थाहा नभएको कुरा हो। होइन, माता झाँक्री यदि गलत छन् भनेदेखि त ऊ पनि त गलत होला नि त। माता झाँक्री गलत भनेर मैले भनिनँ, झुटको खेती नगर भन्दैछु। माता झाँक्री बन्न पाइयो तर झुटको खेती गर्न पाइएन। नेपाली जनतालाई 20,000 लाग्छ, कालो बोको लाग्छ, यान लाग्छ, त्यान लाग्छ भनेर झुटको खेती नगर। फुकेर उ गरेर तपाईँहरूसँग आउनुहुन्छ भने फुकेर उ गर्ने आफ्नो ठाउँमा छ, तर तपाईँहरूले ठगीको धन्दा चाहिँ नगर्नुहोस् भन्ने मात्रै मेरो आग्रह हो। के धामी झाँक्री माताहरू भन्नुहुन्छ क्या, शक्ति हरेकसँग हुन्छ तर शक्तिलाई सदुपयोग गर्न मात्रै जान्नुपर्ने हो भन्छन् कि। शक्ति त हामीसँग, मैले अघि नै भने, मैले नि माता बन्न नि सक्छु, धामी बन्न नि सक्छु, झाँक्री बन्न नि सक्छु। किनभने शक्ति त सबैको अन्तरात्माभित्र शक्ति नभइकन हामी चल्नै सक्दैनौँ, हिँड्नै सक्दैनौँ र बोल्नै सक्दैनौँ। यो शक्तिकै कारणले हो। हरेक मनुष्यमा त्यो शक्ति हुन्छ। त्यो शक्ति कसरी युटिलाइज गर्ने भन्ने मात्रै हो। तपाईँले क्यामेरा बोकेर युटिलाइज गर्नुभयो, मैले बोर्ड लिएर युटिलाइज गरेँ, कसैले माता धामी बनेर गरे, कसैले प्रधानमन्त्री बनेर गरे। त्यो आफ्नो भाग्यमा जे लेखेको छ त्यही अनुसार हुन्छ। अनि चाहिँ अब आदित्य दाहाल भनेर जो गुगल बोय नेपालको चर्चित पनि हुनुहुन्थ्यो, उहाँको विषयमा पनि भोलि वेदिका केसीले प्रश्न उठाउन सक्छन्। प्रश्न उठाउन पाइन्छ, त्यसको जवाफ दिने त उहाँहरूको ऊ हो नि। प्रश्न त जसलाई नि प्रधानमन्त्री बालेन्द्र शाहलाई नि त प्रश्न उठाइन्छ, के अरे राष्ट्रपति रामचन्द्र पौडेललाई नि प्रश्न उठाइन्छ नि। हामीले प्रश्न उठाउनै नपाउने भन्ने छ। नेपाली जनताले प्रश्न उठाउन पाइन्छ, त्यसको एन्सर दिन सक्ने क्षमता राख्नु पर्यो यदि माता पिता बनेदेखि। अब यो सँगै अहिले सरकारको विषयमा अलिकति केन्द्रित हौँ। नेपाल सरकारको चर्चा यति धेरै आशाको केन्द्रबिन्दुमा थियो, तर नेपाल